साथीहरु नमस्कार। आज म चाहिँ बिर्तामोडको देवी माविमा छु मतदान केन्द्रमा। आज झापाको बिर्तामोड स्थित देवी माविमा चाहिँ भोट हाल्नेको लाम लस्कर आज बिहान 6:30 बजी नै सुरु भइसकेको छ। आइयो यति भिड लागेको छ कि हैन, बिहान 6 बजे 6:30 बजे नै भोट लगाउन आउनु भएको छ। भोट घन्टीमा आउनु भएको छ हैन। बिहानै उज्यालो नभइकन यति भिड लागेको छ यो स्थानमा भनेदेखि हेर्नुहोस्, दर्ता गर्नेको लाइन उहाँबाट छ। हस् त म तपाईहरुलाई अब झापाका विभिन्न ठाउँका मतदान केन्द्रको चाहिँ अवस्था बारेमा के छ, मतदान केन्द्रको अवस्था के छ भनेर म सम्पूर्ण भिडियोहरू लिएर आउने नै छु। हस् त, नमस्कार।